फर्स्ट टाइम चटपट बनाएको यस्तो पो भयो। ल हेर्नुहोस् है त। म अल्छीले आज कतै नै जाँगर चल्यो। घरको कान्छो छोरो भएपछि यत्तिको जाँगर त लगाउनै पर्यो, नत्र त तँलाई कसले दिन्छन् छोरी भनिहाल्छन्। कसैले छोरी दिएनन् भने त ला म त कुमारै मर्छु। त्यो डरले मैले चलाएँ जाँगर। मैले यति छिटो हात चलाएको थिएँ कि जति छिटो विजय साईले आफ्नो मुख पनि चलाउँदैनन्। अनि म लागेँ चटपट बनाउन। अघि ल्याएको सामानलाई मैले कटौरामा जम्मा गर्न लागेँ। मलाई फेरि क्विक च्याचरको सुप एकदमै मनपर्ने, त्यसकारण मैले क्विक च्याचर युज गरेँ। मलाई फेरि पान्डा पनि मनपर्ने के, त्यसकारण मैले एउटा पान्डा पनि ल्याएको थिएँ जसलाई चटपटमाथि राखेँ। अनि काम गरेर चाहिँ मलाई चाहिँ फोहोरै मन पनि पर्दैन के, त्यसपछि म लागेँ फोहोर सफा गर्न। अघि मैले बनाएको थिएँ टमाटरको पेस्ट, त्यसलाई चटपटमाथि राखेँ, त्यसलाई राम्रोसँग मिक्स गरेपछि चाहिँ चटपट यस्तो बनेको थियो। त्यसपछि चटपट खान म र माइजू लाग्यौँ। चटपट चाहिँ एकदमै मिठो भएको थियो है त। फेरि चटपट मात्र खाएर नि भएन, त्यसपछि लागेँ म चिया खान। यो जाडो मौसममा चिया खानुको मजा छुट्टै छ। अनि मेरो भ्लग यही हिँड्दै हुन्छ। थ्याङ्क यू।